मुक्तिनाथ हिन्दू व बौद्ध मार्गी पिनिगु छगु महत्वपूर्ण तीर्थस्थल ख ठुगु तीर्थस्थल समुद्री सतहले चाहिँ 3710 मिटर या उचाइले नेपालया हिमालपारी जिल्ला मुस्ताङ जिल्लाला ठोडेगले हिन्दू टेस मुक्ति क्षेत्र व बौद्ध मार्गी टेस तिब्बती भाषा छुमलिङ ग्याल्सा ठका ठाइगु ख उकेया अर्थ सय पानी ख तिब्बती बौद्ध मार्गी पिनिगु निपेङ्गु तान्त्रिक स्थान मध्ये छुमलिङ ग्याल्सा न छगु ख मुक्तिनाथ वैष्णव सम्प्रदाय न मुडेग मध्ये छगु डेग ख ठोटिट स्थल शालिग्राम भगवान या नीति प्रसिद्ध ठाय रूपेण क्यागुयै शालिग्राम वास्तव्य छगु पवित्र शिला ख गुके हिन्दू टेस पूजा यागु रूपमा काई हिन्दू धार्मिक मान्यता या आधारे ठोट हजागु ठ्याख गन मनुटेगु मुक्ति अर्थात् मोक्ष प्राप्त जीगु रूपमा क्यागुयै मुक्तिनाथ या त हिन्दू धर्मे दुर्लभ तीर्थस्थल रूपमा क्यागुयै छ्याठासा ठुगु ठासे उनी त टस्कल न व ल या समस्या दो खेतला ठुगु क्षेत्र या त नेपाल या खाडी क्षेत्र या रूपमा क्यागुयै अठे खसाना निया निठ डोलन्ड भक्तजनबी लिसे पर्यटक ठेनेगु ठुगु ठासे ठौकने ढासा सुनसान खनेदु सरकार पर्यटन वर्ष हनाचंगु इले पर्यटक लिसे धार्मिक स्थलले अठे सुनसान जीगु ढाइगु सरकारिया टस्कहे कमजोरी खनेदु डोलन्ड भक्तजनबी ठेनेगु ठुगु ठासे ठौकने कम्दिन सक्षम मनुर स्वेटन टस्कहे ठाकुको टाका मुक्तिनाथ सहायक पुजारी खेमराज अधिकारी ठाया दिगु ख अब सिजनमा मान्छे धेरै छैन अहिले हिजो लगभग 100-110 जना जति थिए काउन्टिङ त हुन्न हैन भए पनि आज भने फेरि छैनन् मान्छे आज 15-20-25 जना भन्दा धेरै भए छैनन् सिजनमा त तपाईको त 1000 जना भन्दा माथि हुन्छ दिनमा इन्डिया नै हुन्छन् 400-500 जना त अब खासै अहिलेसम्म बढेको छैनन् त्यो उसको लागि अब जस्तै फागुन लाउँछ नि माघ गएर फागुन लायो भने त्यो बाटो राम्रो क्लियर भयो भने बढ्ने आशा छ हामीलाई वेकला बौद्धिक तन्त्र पाखे न्याय निठ नित्य पूजा याना वया चंगडो वेकया ठापु कठ ल व मौसमया कारण ठुगुइले मुहजग पर्यटक व भक्तजन बे ठेनेगो ठाका टाया दिगु ख नाप वेकल मुक्तिनाथ या उत्पत्ति लिसे ठुकेया धार्मिक विशेषता या टक कना दिल बौद्धिस्टहरुको पनि छ हिन्दू र बौद्धहरुको मिलेर चलाइरहेको छ हैन उनीहरुले पूजा चाहिँ भन्दा नि हामीले पूजा चाहिँ बिहान बेलुकी हाम्रैबाट हुन्छ उहाँहरुले भित्र उहाँहरुको पनि यात्रीहरु आए नि उहाँहरुले दर्शन गराइदिने भेटीहरु चढाइदिने उहाँहरुले गर्नुहुन्छ बिहान बेलुकीको लागि त ब्राह्मणै चाहिन्छ हाम्रै हिन्दूले नै अब वैदिक मन्त्रद्वारै हैन जस्तो जानिन्छ जस्तो ब्राह्मण भए जस्तो संकल्प गरेर अब के गरेर अर्चना गर्ने यताउता धूप दीप गरेर पूजा गरिन्छ उनीहरुले भनेको पछाडी आएर अब यात्रीहरु आए नि वहाँ भित्र बस्ने प्रसादहरु लएर खुवाइदिने र अनि बाहिर पास गरिदिने काम मात्रै हो यहाँ भनेको मुक्तिनाथको बारेमा यही हो नुहाउने सबभन्दा जलको महिमा पनि छ एउटा हैन गण्डकी हुन् भगवान विष्णुको गलाबाट तप गर्दाखेरि एकदम गलित गर्मीले भगवानको पसिना गालाबाट पसिना बगेको भएर गण्डकी भनेर पनि भनिएको छ अनि यो यताको पाप कुण्ड यताको पुण्य कुण्ड भनेको छ यहाँ आएर दान तर्पण गर्नाले पितृहरु उद्धार हुने र आफू पनि मुक्ति भइने खेटला ठुगु इ ढाइगु खमुगु इ ख इको हे चपु जमेजीगु इ ख अठेजिया ठुगु इ यात बेमोसुमे रूपन क्यागुया ठुगु इले मुक्तिनाथ क्षेत्र या स्थानीय बासिटक कुए क्वहावेगु यै पर्यटक भोजगो वइगु ज्या स्थानीय टगु ठुगु ठाया टोटा उनीगु ज्या ठुगु इले ठुगु बस्ती दैगु सुनसान खनेदु तर बेमौसमे इले न ठुगु क्षेत्र व्यापक प्रचार प्रसार या फटाटासा चपु नाबो मिटिट आन्तरिक लिसे बाह्य पर्यटक मविगु न मखो उकेन नेपाल सगरमाथा डे जोगु कारण थन लाखौं साहसी पर्यटक चपु व हिमाल नाप आत्मसार यात मव्या चंगु न मखो
ठुगु क्षेत्र यात हिउँदे पर्यटक क्षेत्र ल वल्न नाप संसार या बालक विकास या फटरासा बेहुमसमेन यकुहे पर्यटक ठेनीगो ढका 12 गाउँ मुक्तिनाथ गाउँपालिका अध्यक्ष फेमचौक छेप्टेन ठाया दिल यो भिजिट 2020 को सक्सेसफुल पार्नको लागि चाहिँ सर्वप्रथम यो ठाउँमा चाहिँ बाटोहरू एकदमै व्यवस्थित र यहाँको होटल व्यवसायलाई पनि व्यवस्थित गर्नुपर्छ। जस्तै बत्तीको पनि एकदम व्यवस्थित गर्नुपर्छ। मलाई जहाँसम्म लाग्छ यहाँको जनसमुदाय चाहिँ ढोका लाएर चाहिँ जानुपर्ने आवश्यक छैन। पहिला त अब बिचरा केही पनि छैन, यहाँ टुरिस्ट छैन, बस्नलाई गाह्रो भयो, बस्न गाह्रो भयो। अब चाहिँ यो हिउँदो टुरिज्म भयो गर्न सक्यो भने हामी यो होटल व्यवसाय यत्रो लगानी गरेछ, ढोका लाएर जानुपर्ने आवश्यक देख्दैन। यहाँको चाहिँ फेस्टिभलहरू, पर्वहरू, सांस्कृतिक सम्पदाहरू एकदमै यो गाउँपालिकामा चाहिँ एकदम संस्कृति परम्पराहरू चाहिँ एकदमै धेरै महत्त्वपूर्णहरू छ। यसलाई चाहिँ प्रवर्धन गर्न चाहिँ हामी सबैको पहलबाट चाहिँ स्थानीय सरकार या जनसमुदायबाट चाहिँ सम्पूर्णले चाहिँ यसलाई चाहिँ पर्यटन मन्त्रालयले चाहिँ यसलाई चाहिँ प्रवर्धन गरेर चाहिँ संरक्षण गर्नको लागि चाहिँ हामी सबैले लाग्यो भने यो जस्तै अब यहाँ हिउँदोमा पनि यो लोसार फेस्टिभल, छङ्गु फेस्टिभलहरू पनि प्रशस्तै छ। त्यसकारण चाहिँ यसलाई चाहिँ विकास गर्न सक्यो भने अफ सिजनमा पनि हामी टुरिज्म भित्राउन सकिन्छ। अझ सक्ने भाषामा चाहिँ गु सरकार भिजिट नेपाल 2020 पनि अवधारणा हगु ख उ अवधारणा कथ थन मुक्तिनाथ क्षेत्र चाहिँ खासी लागु जुगु पनि चाहिँ मखना जना खेटला थन हिउ यके वेगु ज्यान थन भक्तिनाथी सन दर्शनीय त वेपी मनर यके मो जाचौं चाहिँ थन खाना जना नाप्ना बचनी थन दर्शन याता वपी भक्तजन बिरक मोमखो थन्चोपी स्थानीय व्यक्तिबिटक न थन गु छेटोरा हे थन क्वे सरे जाचौं चाहिँ खाना चुन गुजल थन्चोपी गुली पसा दर्शन बन्न जाचौं दु रासन अपना बचनी गुली रेस्टुरेन्ट लज न बन्न जाचौं दु नेपाल छुगु प्राकृतिक सौन्दर्य ठ्यामा टुकेन रमेने ठ्याख अवश्य न थु जुगे जुल रासा टुकेर प्रवर्तन नीति अवश्य न सरकार भिजिट नेपाल 2020 उपति गु घोषणा ज्ञान मगा थनि उपति गु डेमा पनि ख प्रावधान ख गु पनि थने पनि वेट थन सुविधा नयुक्ति सुविधा ख वो अवश्य न याखने हे इले हे कोचेक माउ जे खना चना मखला रासा सरकारी पनि को गु भिजिट नेपाल 2020 गु नारायणके सीमित मन्जित खाना टाइम फु क्यामरा पर्सन सनी साकेलिसे टिभी जर्नलिस्ट विकास माली मुस्ताङ